ल आज हामी एउटा जानकारीमूलक लेखलाई अलि गहिरिएर हेर्दैछौँ। ओहो, यो सुरक्षित यौन सम्पर्क अनि उपयुक्त यौन आसनहरूको बारेमा छ। हो, हाम्रो उद्देश्य चाहिँ यो लेखमा भएको मुख्य जानकारीहरू अनि सुरक्षित व्यवहारका उपायहरू के हुन् तिनलाई सरल तरिकाले प्रस्तुत गर्नु हो। यौन जीवन त प्राकृतिक नै भयो, तर यसलाई सुरक्षित बनाउन ज्ञान र सावधानी चाहियो नि, होइन? एकदम। ल त्यसो भए यो लेखले के भन्छ त्यसमै लागौं। सुरुमा सुरक्षित यौन सम्पर्क भनेको के हो त? यसका लागि लेखले के उपायहरू देखाउँछ? सुरक्षित यौन सम्पर्क भनेको खालि गर्भ रोक्ने वा रोगबाट बच्ने मात्रै होइन रहेछ। यो त मतलब दुवैजनाको सहमति, सम्मान अनि भावनात्मक स्वास्थ्यसँग पनि जोडिएको कुरा हो। सहमति र सम्मानको कुरा पनि आयो। हो, लेखले यसलाई निकै जोड दिएको छ। अनि त्यो शारीरिक सुरक्षाको लागि चाहिँ केही ठोस उपायहरू पनि त दिएको होला नि लेखले, जस्तो कन्डोम, चक्कीहरू। बिल्कुल, लेखले कन्डोमको त दोहोरो फाइदा देखाएको छ। एउटा गर्भ रोक्ने काम गर्छ। नर्भोद। अनि गर्भनिरोधक चक्की नि? चक्कीले गर्भ रोक्न त मद्दत गर्छ, तर यौन रोगबाट चाहिँ बचाउँदैन। त्यो फरक भयो। अनि सहमति नि? त्यो त झन् महत्त्वपूर्ण होला। एकदमै। लेखले स्पष्ट भनेको छ, सहमति चाहिँ डर, दबाव, नशा वा करकापमा होइन कि दुवै व्यक्तिको मतलब पुरै सचेत अवस्थामा स्वैच्छिक हुनुपर्छ। हो त नि। अनि नियमित स्वास्थ्य परीक्षणको पनि कुरा छ है? छ। त्यसले कुनै लक्षण नदेखिँदै पनि समस्या भए पत्ता लाग्न सक्छ समयमै। ठिक छ। अब अलिकति यौन आसनहरूबारे कुरा गरौँ न त। लेख अनुसार राम्रो पोजिसन शारीरिक आनन्द मात्रै होइन रहेछ। होइन, सुरक्षा, सहजता अनि स्वास्थ्य पनि हेर्नु पर्यो रे। जस्तै उदाहरणमा मिशनरी पोजिसनको कुरा छ। पुरुष माथि रहने। यो चाहिँ किन पहिलो अनुभवको लागि उपयुक्त भनिएको रहेछ त? खै, लेखमा भने अनुसार चाहिँ यो अलि सामान्यतया सहज हुन्छ रे। धेरै शारीरिक बल नचाहिने अनि भावनात्मक रूपमा नजिक महसुस हुने। अनि वुमेन अन टप मतलब महिला माथि रहने आसन नि? त्यसमा चाहिँ महिलाले यौन प्रक्रियाको गति र गहिराई आफै नियन्त्रण गर्न सक्ने भयो। त्यसले गर्दा बढी आरामदायी र सुरक्षित लाग्न सक्छ। अनि संवेदनशील अङ्गमा राम्रो सम्पर्क पनि हुन्छ भनिएको छ। अनि साइड बाई साइड पोजिसन पनि छ, कोल्टे परेर। त्यो चाहिँ कम शारीरिक तनाव हुने या थाकेको बेला उपयुक्त हुन्छ रे। अर्को एउटा डगी स्टाइलको पनि कुरा छ, पछाडिबाट प्रवेश गरिने। यसमा गहिरो प्रवेश हुन्छ भनिएको छ, तर लेखले के भन्छ भने पहिलो अनुभवको लागि चाहिँ अलि सावधानी अपनाउनु पर्छ र विशेष गरी कन्डोम चाहिँ अनिवार्य प्रयोग गर्नुपर्छ। भनेपछि हरेक पोजिसनको आफ्नै विशेषता र ध्यान दिनुपर्ने कुरा रहेछ। हो नि। अनि सबैभन्दा चाखलाग्दो कुरा के छ भने लेखले कुनै एउटा पोजिसन नै सबैभन्दा राम्रो भनेर किटान गर्दैन। गर्दैन। यो त एकदमै व्यक्तिगत रोजाइको कुरा भयो। जोडीको आपसी समझदारी, उनीहरूको शारीरिक सहजता, स्वास्थ्य अवस्था, प्राथमिकता यी सब कुरामा भर पर्छ भन्छ। मतलब मुख्य कुरा सन्तुष्टिसँगै सुरक्षा र सहजता हुनु पर्यो। बिल्कुल, सन्देश नै त्यही हो। त्यसो भए समग्रमा हेर्दा यो लेखले सुरक्षित यौन सम्पर्कलाई गर्भनिरोध वा रोगबाट बच्ने प्राविधिक उपाय मात्र मानेको छैन। यसलाई त व्यक्तिको जीवनभरको स्वास्थ्य सुरक्षा, आपसी सम्मान अनि सम्बन्धको गुणस्तरसँग जोडेर हेरेको छ। सहमति, सही जानकारी अनि सुरक्षाका साधनको प्रयोग यी कुराहरू अनिवार्य नै भए। एकदम। र यौन आसन छनौट गर्दा पनि त्यो क्षणिक आनन्द मात्र होइन कि व्यक्तिगत सहजता, आपसी समझदारी र समग्र सुरक्षालाई नै प्राथमिकता दिनुपर्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। अन्तमा लेखले के कुरामा जोड दिएको छ भने यौन सम्बन्ध जस्तो संवेदनशील विषयमा निर्णय लिँदा हतार वा लहरमा होइन कि सोच विचार गरेर परिपक्व भएर अनि स्वास्थ्यबारे सचेत भएर अघि बढ्नु नै बुद्धिमानी हुन्छ। हो, र यो सबै जानकारीलाई हेर्दा मलाई एउटा कुरा सोच्न मन लाग्यो। के कुरा? यौन स्वास्थ्य र सम्बन्धबारे हाम्रो समाजमा जुन खुला र स्वास्थ्य संवाद हुनुपर्ने हो त्यो अझै पनि अलि कम छ नि त। यसको कमीले व्यक्ति र समुदायको हितमा खै कस्ता अप्रत्यक्ष तर गम्भीर असरहरू परिरहेको होला। यो साँच्चै विचार गर्नुपर्ने प्रश्न हो जस्तो लाग्छ।